one, which channel राति भर्खरै म अलिकति बाहिर निस्केको छु अनि जतिजनाले यो युट्युब च्यानललाई लाइनमा वान पेजमा चाहिँ प्लिज सब्सक्राइब गरेर साथसाथै नयाँ आउनुहुन्छ वेलकम स्वागत गर्न चाहन्छु र तपाईँहरूले सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गरेर यो भिडियोहरू के कस्तो रहेको छ त्यसलाई लाइक कमेन्ट सेयर गरेर है साथीहरूमा पनि थोरै रुमदेखि अलिकति बाहिर गएको छु त्यो यात्राहरू छ अर्को गइसकेको छ बाइकको खाना खानु भएर बाहिर खान्छु वेटिङमा छ के छ मेरो तामाङ दाजुको खबर दिवस भाइ के छ रातिको खत्रै छ खरिको देखिन्थ्यो बाट जाने छौँ पानी यता हो हामी अगाडि बढ्दैछौँ है यहाँनिर अब रुल्स भनेको यस्तो छ नि यहाँ हामी मान्छे हिँडेर चाहिँ टक्क गाडीहरू टक्क लिएर रोकिदिन्छ क्या यहाँ हामीले यो मान्छे हिँड्ने यसबाट चाहिँ गाडीहरू यहाँको सिस्टम चाहिँ यस्तो छ होइन अब हामी दुबईको डेढा सिटी सेन्टरतिर जाँदैछौँ त हेर्न सक्नुहुन्छ तर दिउँसोभन्दा नि एकदमै रातिको भ्युजहरू चाहिँ मजाले देखिन्छ होइन त्यही भएर हेर्न सक्नुहुन्छ ल के कस्तो लाग्छ मिलन वान क्विजको युट्युब च्यानलमा चाहिँ तपाईँहरूको स्वागत गर्दै यो भिडियोहरू पुरा हेरेर साथ सक्नुहुन्न दुबईको सिटी सेन्टर हामी नजिक पुग्दैछौँ है त ब्लग हो मेरो ब्लग यतिको होइन धेरै नै गर्मी छ मेरो घरबाट त पुरै पानी बगिरहेको छ है त साथीहरू अगाडि हेर्नु मेरो दोस्त मेरो दाइ मेरो भाइहरू चाहिँ यताबाट अघि जाँदैन र अनि साथीहरूलाई अब पुरा गाडी आउँदैछ अब त्यहाँनिर स्वाटै घुमाइदिन्छ है भन्दा मैले त गइदिएँ यार कहाँ पर बाटो छ यहाँबाट काट्दा हुन्छ झ्याप्पै गाडीले हिर्कायो भने अनि सिटी सेन्टर पुलमान सिटी सेन्टर हुँदै हो सिटी सेन्टर हो दुबईलाई चाहिँ किन सिटी सेन्टर भन्ने गऱ्यो भन्दा चाहिँ दुबईको चाहिँ सेन्टर पोइन्ट भएर चाहिँ सिटी सेन्टर भनिएको भन्छ तर अब त्यस वास्तविक त मलाई पनि त्यति राम्रो थाहा छैन होइन अनि यो चाहिँ अब प्यारीफोर छ नि त यहाँ अगाडि त्यसले गर्दा चाहिँ प्यारीफोर त जाँदा कतै हुन्छ तर पनि सिटी सेन्टर दुबईको भित्र पनि प्यारीफोरहरू छ है त टन्नै यसको ब्रान्चहरू त धेरै छ अनि मेरो दुई दाइ एकजना चाहिँ पर्छ एकजना म भाइ छ अनि दोस्तहरूसँग चाहिँ हामी बाहिर घुम्न गइरहेको यस्तै भिडियोहरू मैले सकेसम्म तपाईँहरूलाई देखाउने कोसिस गर्नेछु यो बिल्डिङहरू होइन यता पनि होइन टन्नै छ है नाइटमा अलिक डेमा त यहाँनिर सकिँदैन हिँड्नलाई अहिले राति पनि अहिले निकै गाह्रै भएर छ होइन त्यही भएर पनि हेर्नु त्यही हो प्यारीफोर है यतातिर आज चाहिँ मेरो चाहिँ छुट्टी थियो अनि एकजना दाइको ड्युटी सकेर पनि म गाडीबाट आएर अनि भाइको
पनि 9 बजे ड्युटी सकेर आएर हामी बाहिर निस्किसकेको छौँ। यहाँको सिस्टम यस्तो छ। यहाँनिर यदि हामीले चाहिँ यो यहाँ मान्छे जस्तो उभिएको छ भने चाहिँ हामी यहाँ उठ्नुपर्ने हुन्छ अनि गाडीहरू क्रस गर्नुपर्छ होइन। नेपाली सिटी सेन्टर भनेको छ होइन यसो हो। अनि यहाँ हामी कतिखेर जाने भन्दाखेरि टक्कसँगले यहाँ उभिरहेको छ होइन। त्यो मान्छे जब त्यो रातोबाट त्यहाँनिर मान्छे हिँडेको देखाइरहेको छ भने चाहिँ त्यतिखेर मात्रै हिँड्नुपर्ने हुन्छ है। यदि यो खण्डमा चाहिँ यतिखेर हामी यहाँनिर मान्छे त्यो उसमा उभिरहेको छ नि त सिक्नमा त्यतिखेर चाहिँ गयो भने गाडी आएर खिच्चा भने नै कुनै पनि गाडी ड्राइभरलाई केस लाग्दैन। अहिले अब हामी हिँडिसकेको छौँ। गाडीहरू टक्क आएर रोकिन्छ नि त त्यसले गर्दाखेरि गाडी टक्क अब हामी लिएर सिटी सेन्टर भित्र छिरेर हाम्रो त्यहाँ एकजना दोस्त पनि आउनु भएको रहेछ साथी। अनि उहाँलाई पनि लिएर हामी बर्दुबैतिर मेट्रोबाट जानेछौँ है त। एउटा हाम्रो हिरो दाइ अगाडि बबाल हिँड्दैछ। हाम्रो दुवस भाइ पनि अगाडि जाँदैछ है त। सिटी सेन्टरको भित्र जाँदैछौँ होइन। अघि हाम्रो दुई दोस्त भाइहरू हुन्छ सिटी सेन्टरभित्र गएर हामी सर्टले जान्छौँ। तर मलाई लास्ट गर्मीहरू चाहिँ लास्ट गर्मी भएको छ है त गाइजहरू। सबै के कस्तो छ होला। अब हामी भित्र सट्टै बस्दैछौँ है त। त्यो भित्र कस्तो आनन्द आउँछ हेर्नु होला सबैजनाले। सिटी सेन्टरको वहाँ क्या दामी छ भन्ने आफैलाई भने जस्तो होइन। टक्क हेर्नु पर्यो सिटी सेन्टर। स्वागतसँगले डोर्स क्लोजिङ। मैले चाहिँ कहाँको बजेको छ भने मेट्रोकै परकै कराइरहेको रहेछ। म चाहिँ त्यो अघि एउटाले होइन यसो फोन गरेको थिएँ नि त। म चाहिँ यसको फोनमा कराउँदो रहेछ भन्दा अहिले हामी अब बर्दुबई पुगेर पनि फर्किसक्यो गाइजहरू। पुग्छ मेरो 9 दिराम मात्रै थियो। ओ अर्कोचोटि हिँड्दा त लाउनु पर्ने रहेछ त 5 दिराममा झर। अझै यहाँ आएर फोटो त्यही जान्छ कि भिडियो मेरो तपाईँलाई मार्छ बनाइदिन्न भने पहिला जस्तो थियो मिलाए जस्तो भिडियो पनि जानु नि त।
फाइनली अब हाम्रो रुमको नजिकै आइपुग्यो है नाइटको भ्यू बवाल यो चाहिँ गुड भन्ने ठाउँमा चाहिँ हाम्रो त्यहीँ बस्छ नि त त्यसले गर्दाखेरि चिसो उहाँ भाइ चिसो छ होला नि उहाँ खाने भने चिसो पर्दैन पाउँछ तपाईँ खानु नि चिसो अब अहिले रुममा गएर त्यही खाना भइगयो त नि तपाईँले बस्छ के खाने हो साथी यो खाने बम बम खानु नि तपाईँलाई कस्तो लाग्छ छैन है चिसो जे लाने के अर्को इनर्जी लाने त यहाँ छ त अलकुजीबाट लिने हो अलकुजी इनर्जी लिनु न त Yes. What? Kali jenis dia. Ini dia apa? Cium orang. Cardamom orange. कितना है 3 dirham ये दे दो मैं दे रहा टमाटो जाम दुई भाइ अगाडि अगाडि जाने चाहिँ यताको चाहिँ मेरो दाइ पर्छ यताको चाहिँ भाइ पर्छ पुरा देखेको छ हिरोहरू ओ हिरोहरू यता फर्किनुहोस् न हौ ओ दुई हिरो यता फर्किनुहोस् न हौ आफूले यता सबैजना लिनुहोस् है त इनर्जी दिन्छ अरे इनर्जी आउँछ अरे भन्छ हेर्नु सक्नुहुन्छ है दुबई अलकोर्ट भन्ने ठाउँ है यो चाहिँ यहाँदेखि हाम्रो यो अलकोर्ट मेट्रो स्टेसनदेखि चाहिँ नजिकै पर्छ रुमहरू अहिले चाहिँ अब पहिला उता पनि छ आधा उधी चाहिँ हाम्रो शारजा भन्ने ठाउँमा लिएर जान्छ कम्पनीको हामी आधा चाहिँ यतै बस्छ है त हामी छौँ अनि अरू गाडीको हामी ठक्क आज चाहिँ अहिले दाइको काम थियो लिनको लागि अनि त्यसले गर्दाखेरि सर्ट रुम छिर्न छैन छिर्नलाई दिएको छैन 5 मिनटमा पुगिहाल्छ यहाँबाट समथिङ होला है गाई
अब हामी बिस्तारै यी नदी चाहिँ साँच्ची नै मिठो रहेछ खत्रै है बिस्तारो हामी जमतिर पुग्दैछ अब धेरै छैन टाइम जुन पनि छ यता यहीँ पर हो एयरपोर्ट पनि हामी बसेको र काम गर्ने नजिकै पर्छ एयरपोर्ट चाहिँ जस्तो यो धेरै छ नि त्यतापट्टि चाहिँ एयरपोर्ट पनि भन्छ दुबईको एयरपोर्ट त्यसले गर्दाखेरि यस्तो दामी आएको छ मेरो 2 हिरोहरू चाहिँ अगाडि छ म चाहिँ पछाडिबाट बनाउन थाहा भएको छैन भिडियो बनाएर हिँडिरहेको छु यो थाहा पाएर मलाई कराउँछ कि कराउने हो कि भन्ने पनि डर छ मलाई चाहिँ मलाई त यस्तै छ परदेशको बसाइ होइन दिउँसो एकदमै गर्मी छ अहिले पुरै गर्मी छ तापमानमा चाहिँ टिल टल्किराखेको छ पसिना नानीहरू के भन्नु छ भन्नु ल त्यही त साथीहरू हामी आइयो है त अब चाहिँ हामी फाइनली हाम्रो रुम चाहिँ यहीँ यो हाम्रो यो हो ठुलो बत्ती बलिरहेको अनि हामी सिधै गरेर के हो यो चाहिँ हाम्रो पर देख्नु पर्यो नि यो हाम्रो फेरि यो चाहिँ मनालीको बिल्डिङ है त यहाँ टन्नै छ थोरै सुन भनेर होला पल्टाएको है ल फाइनल्ली साथीहरू हामी रुमतिर आइपुगेको छ अब यस्तै भिडियोहरू हेर्नुको लागि चाहिँ राइमिलन वान विथ युट्युब च्यानललाई सब्सक्राइब गर्नुपर्ने हुन्छ त्यसको साथसाथै नोटी अन गरेर भिडियोमा लाइक कमेन्ट छोड्दै गर्नु होला अनि फेरिको भिडियोहरू पनि आउनेछ तपाईँहरूको युट्युब च्यानलसम्म है त ल अहिलेको लागि सबैजनालाई बाई बाई टेक केयर